हजुरहरू सबैलाई नमस्कार दर्शन हैन नमस्कार ढोक्दिएँ हजुरलाई सबैलाई सन्चै हुनुहुन्छ होला। म आज एउटा कुरा के भन्न गइरहेको छु भने नि आजभन्दा हिजोको लगभग 64-65 सालभन्दा पनि पहिलै होला सायद हैन। त्यो के अरे अछामको साँपेदेखि हाम्रो मारतडी दलकोटसम्मको यति लामो बाटो हैन हिँडेर नुनहरू लिएको चामलहरू दसैँ तिहार आउने बित्तिकै बोझ बोक्न जाने त्यस्तो कुरा हुन्थ्यो नि त। त्यहाँ बिचमा हजुरहरूलाई कति ठाउँ त भुलिहाल्नु पनि भयो होला। आजकल त किनकि डाइरेक्टै गाडी जान्छन्, आफ्नो पर्सनल गाडीहरू पनि छन् धेरै जसोको हैन। अब हिँडेर सम्भावना पनि छैन, हिँड्न पनि भ्याइन्न होला सायद, दिक्क लाग्छ होला। तर त्यहाँ बिचमा नाम केही यादहरू छन् क्या मलाई। साँपे हैन, साँपेबाट यता आउँदाखेरि ठाँटी आर्दोवाला हैन, बुढाबगर, त्यहाँ बिचमा छोटा नामहरू हुन्नन् तर भुलिहालेँ। बुढाबगर हाट बजार लागेको थियो नि त। उसके बाद आर्दोवाला, बुढाबगर, त्यसपछि इखडी हुँदै अछामको त्यो बाउडर के काला आमाभन्दा तलको के नदी हो, इखडी हो कि के हो नदी, डाबको नदी, त्यो नदी अछाम यता अनि बाजुरा लाग्छ हैन। बाजुरा लागिसकेपछि त्यो इखडी डाब भने के भन्छ, त्यसपछि माथि बतासे पिपल उत्तिछाडी, त्यहाँदेखि के बमका हुँदै त्यहाँदेखि बारजुगाडी पनि हाट बजार लागेको थियो। अहिले के बामका बजार लागिरहेछ, बामका बजार, सेरा, बल्द्या हैन, त्यसपछि दुवारी, तिपाडा हाट बजार लागेको थियो। त्यहाँदेखि कति धेरै ठाउँहरू छन् क्या। ओल्याना, जडाङ्गा, त्यसपछि पानी नाउला, बिरिया खोला, त्यहाँ छोटा बिचमा नाम के छन् धेरै छन्। तर हैन राति कहीँ त हामीले त्यो ढुङ्गाको ओराड त्यहाँ के अरे पानी नाउला साइड त त्यहाँ ओराडमा पनि बसेर पनि हामीहरूले बोझ हान्थ्यौँ, घरको सामानहरू हान्थ्यौँ। घरदेखि आटो चामल लिएर साँपे पुगिन्थ्यो हैन। साँप्यादेखि फेरि त्यो ल्याएर एउटा डाडु के पन्यु थाली लिएर चोयाको डोकोको पिठ्युमा लगाएर ट्याक्कै हैन त्यहाँबाट 5 दिनमा घर पुगिन्थ्यो। 1000-1200 भएपछि घरको सामान इत्यादि सामानहरू केही न केही घरको लागि ल्याइन्थ्यो भनेपछि अहिले विकास छैन भने विकास त भयो नि त हैन, खर्च पनि छ, नोक्सान पनि छ नि। अहिले मारतडी आउन लागि पनि कमसेकम 2000 नभएपछि कोही मान्छेले आउन सकिँदैन। आउने भ्यान्न किन आउने, मारतडीमा आयो हुन्छ नि त। 2000 नभएपछि 5000 समथिङ भएपछि मारतडी आएर आफ्नो सामान खरिदेर लिन सकिन्छ। त्यो स्थिति छ क्या। विकासकै पछाडि पनि जानु भएन, विकासको सँगसँगै आफूले पनि केही प्रगति गरे भने विकासको पनि महत्त्व हुन्छ। केही प्रगति छैन भने विकासको केही महत्त्व पनि नहुने रहेछ भन्ने हो क्या। मैले भन्न खोजेको विकास भयो राम्रो भएन भन्न खोजेको होइन हैन, त्यसमा अनर्थ नलिनु होला। विकास भयो एकदम राम्रो हो क्या, जायज हो, विकास हुनुपर्छ, राम्रो हो। विकास सँगसँगै त्यहाँको मान्छेहरूले उत्पादनमा वृद्धि ल्याउने कि सोचमा परिवर्तन ल्याउने। बिचमा नाम छुटेकाहरू जति पनि ठाउँहरू छन् नि, त्यो कमेन्टमा जसरी पनि भनौँ है, धेरै जसो मान्छेहरूलाई थाहा छ भनेपछि त्यहाँ बिचमा कतिवटा नामहरू छुटे भनिदिनुहोस् है।